मैले धेरैचोटि भनिसकेको छु, अब बिमा अभिकर्ताको लाइसेन्स लिन त्यति सजिलो छैन। बिमा प्राधिकरणले धेरै नै कडाइ गरेको छ र अब चाहिँ जो जतिले धेरैवटा कम्पनीहरूले चाहिँ परीक्षार्थीहरू चाहिँ नक्कली सहभागी गराएको भनेर चाहिँ बिमा प्राधिकरणले कारबाही गरिसकेको छ। अहिलेसम्ममा 30 जना नक्कली परीक्षार्थीहरू समावेश गरेको भनेर उहाँहरूलाई चाहिँ उहाँ जो रियल जसले अभिकर्ताको लाइसेन्स लिन खोज्नु भएको थियो उहाँहरूको चाहिँ परीक्षा नै रद्द गरिदिएको छ। पहिला जम्मा 11 जनाको रद्द भएको थियो भने अहिले फेरि पछाडि अहिले फेरि 19 जनाको रद्द भइसक्यो र अब भने बिमा लाइसेन्स लिन सजिलो छैन। त्यही भएर अब नक्कली परीक्षार्थी सहभागी गराएर पनि म लाइसेन्स लिन्छु भन्न अब चाहिँ सम्भव छैन। अब अहिलेसम्ममा तपाईँहरूले जति पनि देख्नु भएको छ त्यो चाहिँ मैले यहाँनिर चाहिँ तपाईँहरूलाई मैले त्यो विषयमा कसरी बिमा प्राधिकरणले परीक्षाहरू चाहिँ सञ्चालन गरेको हुन्छ भन्ने विषयमा चाहिँ म तपाईँहरूलाई यहाँ देखाउँछु। अब सुरुमा चाहिँ तपाईँहरूलाई के गरेको हुन्छ त भन्दाखेरि बिमा प्राधिकरणले चाहिँ एउटा सूचना निकालेको हुन्छ। त्यो सूचनामा चाहिँ के लेखिएको हुन्छ भनेदेखि बिमा ऐन 2079 को दफा 92(2) मा उल्लेख गरिएको बिमा अभिकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिम परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था बमोजिम जीवन बिमा अभिकर्ताको अनलाइन परीक्षा तपसिल बमोजिमको मिति तथा समयमा सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ भनेर नोटिस निकालेको हुन्छ नेपाल बिमा प्राधिकरणले। अब त्यसमा चाहिँ विभिन्न कम्पनीहरूले चाहिँ विभिन्न व्यक्तिहरूलाई अथवा अभिकर्ता बन्न इच्छुकहरूलाई चाहिँ अभिकर्ता परीक्षाको लागि चाहिँ उहाँहरूले चाहिँ समावेश गराउनुहुन्छ र त्यो परीक्षामा समावेश हुने जो लाइसेन्स लिन चाहनेहरूले चाहिँ अब यदि नक्कली परीक्षार्थी सहभागी गराएर परीक्षा दिनुभयो अथवा दिलाउनु भयो भने उहाँहरूले के हुने भयो भन्दा अब बिमा प्राधिकरणले चाहिँ त्यसमा चाहिँ जुन त्यहाँ निरीक्षण गरिरहनु भएको हुन्छ उहाँहरूले चाहिँ अब परीक्षा नै रद्द गरिदिनु भयो। पहिले 11 जनाको रद्द भएको थियो, अब अहिले चाहिँ फेरि थप 19 जनाको रद्द भयो। अब त्यो त्यसमा कसुर के लेखिएको हुन्छ भन्ने कुरामा चाहिँ मैले चाहिँ यहाँनिर गोपनीयताको कारणले उहाँहरूको नाम मोबाइल नम्बर र प्यान नम्बरमा चाहिँ मैले यो ब्ल्याक लगाएको छु। तर बिमा प्राधिकरणको वेबसाइटमा चाहिँ फेरि त्यहाँ चाहिँ ब्ल्याक लगाइएको हुँदैन, सबै हेर्न पाइन्छ, देख्न पाइन्छ। अब त्यसमा लेखिएको चाहिँ के हुन्छ त कसुरमा भनेदेखि कसुर र विवरणमा चाहिँ के लेखिएको हुन्छ भनेदेखि नेपाल बिमा प्राधिकरणबाट सञ्चालित बिमा अभिकर्ताको अनलाइन परीक्षामा देय परीक्षार्थीहरूले IRMIS प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्तिभन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिँदै गरेको अवस्थामा परीक्षा निरीक्षण गर्न खटिएको निरीक्षण समूहले भेटेको हुँदा प्राधिकरणको निर्णयअनुसार बिमा मध्यस्थकर्ता अथवा अभिकर्ता परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका 2079 को दफा 8 को उपदफा 5 बमोजिम परीक्षा रद्द गरी उपदफा 6 बमोजिम 3 महिनासम्म बिमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाउने गरी कारबाही गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ भनेर चाहिँ यो सबैजनाको चाहिँ यहाँनिर विवरण राखिदिएको छ। भनेपछि अब बिमा अभिकर्ता बन्न र बिमा अभिकर्ताको लाइसेन्स सजिलै लिन्छु भन्नु चाहिँ अब चाहिँ मूर्खता हो। त्यही भएर अब चाहिँ मेहनत गर्नै पर्छ, अध्ययन गर्नै पर्छ, परीक्षामा एकदमै अब सिरियसली भएर लाग्नुपर्छ, परीक्षा दिनुपर्छ। अब त्यसमध्ये अब कुन कम्पनीको जुन परीक्षार्थीहरू चाहिँ अहिले चाहिँ जुन कारबाहीमा पर्नुभयो भनेदेखि चाहिँ सबैभन्दा धेरै अहिलेसम्म रद्द गरिएको परीक्षार्थीहरू भनेको चाहिँ सन नेपाल लाइफबाट चाहिँ 5 जनाको रद्द भइसकेको छ। त्यस्तै गरेर एसियन लाइफबाट चाहिँ 4 जना, नेपाल लाइफबाट 4 जना, त्यस्तै गरेर नेसनल लाइफबाट 3 जना,
सूर्यज्योति लाइफबाट 3 जना र आइएमई लाइफबाट 2 जना, रिलायबल लाइफबाट 2 जना, सानिमा रिलायन्सबाट 2 जना, प्रभु महालक्ष्मीबाट 2 जना, अनि सिटिजन लाइफबाट 1 जना, हिमालयन लाइफबाट 1 जना गरी जम्मा 30 जनाको चाहिँ परीक्षा रद्द भइसकेको छ। भनेपछि अब जम्मा 14वटा जीवन बिमा कम्पनी मध्ये 11वटा कम्पनीहरूका नक्कली परीक्षार्थीहरू सहभागी गराएको भनेर उहाँहरूको परीक्षा रद्द भइसकेको छ, कारबाही गरिसकेको छ। भने अहिलेसम्म एउटा पनि कारबाहीमा नपरेका कम्पनीहरू भनेको चाहिँ राष्ट्रिय जीवन बिमा कम्पनी, त्यस पछाडि लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल, त्यस्तै गरेर मेट लाइफ इन्सुरेन्स, यी 3वटा कम्पनीका चाहिँ परीक्षार्थीहरू चाहिँ अहिलेसम्म नक्कली भेटिएको छैन अथवा उहाँहरूको रद्द भएको छैन। यो जानकारी देखेपछि चाहिँ, यो विवरण देखिसकेपछि चाहिँ अब सबैजना सचेत हुन जरुरी छ, आवश्यक छ। र यसरी नै कडाउ गरेर चाहिँ नेपाल बिमा प्राधिकरणले गर्दै जाँदा चाहिँ बिमा क्षेत्र चाहिँ एकदमै गुणस्तर बढ्दै जान्छ र यसले चाहिँ जो जति बिमा रियल अभिकर्ताहरू हुनुहुन्छ, जो चाहिँ एकदम जेन्युन प्रोफेसनल अभिकर्ताहरू हुनुहुन्छ, अब उहाँहरूलाई चाहिँ यो कुराले धेरै नै हौसला दिएको छ।